Hi everyone, आजको भिडियो चाहिँ अलिक डिफरेन्ट छ डिफरेन्ट इन अ वे द्याट सधैँ खाना पकाएको भिडियो हुन्छ भने आज छ पकाउने कुरा उत्पादन गरेको भिडियो। आज मैले लिएर आएको छु पाते और कन्ने च्याउ, घरमा बनाउने विधि जसलाई इंग्लिशमा ओयस्टर मशरुमको नामले चिनिन्छ। च्याउ बनाउनको लागि चाहिन्छ हामीलाई राम्रो क्वालिटीको पराल जसलाई 2-3 इन्चको लम्बाइमा काटेर प्याजको बोरामा प्याक गरेर रातभरि भिजाए मैले। यसरी भिजाउँदा पराल नरम हुनुको साथसाथै परालमा भएको फोहोर धुलो मात्र पखालिन्छ र सफा हुन्छ। पराल हल्का हुने भएकोले पानीमा उत्रिन्छ बोरा। सो मैले यहाँ ढुङ्गाको सहायताले बोरालाई पानीमा डुबाएको छु। अब पराल रातभरि भिजिसकेपछि बोरा निकालेर पानी ड्रेन गरेर गर्ने अनि ठुलो भाँडामा राखेर राम्ररी पकाउने। मिठो बास्ना आएपछि पराल पाकेर रेडी हुन्छ। पकाउनुको रिजन चाहिँ ब्याक्टेरिया मार्न हो। अनि धानको बिउहरू कताकति परालमा हुन्छ, त्यो उमालेन भने चाहिँ च्याउसँगै उम्रिने हुँदा त्यो बिउ पनि नउम्रोस् भनेर पनि पकाउने गरिन्छ। पराल राम्ररी पाकिसकेपछि यसलाई सेलाउनको लागि केही बेर फैलाएर राख्ने। सेलाउन चाहिँ खासै टाइम भने लाग्दैन है। च्याउ राम्रो फल्नको लागि बिउले पनि धेरै महत्त्वपूर्ण भूमिका खेल्छ। यो भिडियोमा देखाएको बिउ एकदम पर्फेक्ट छ, कतै कालो सडेको छैन, ढुसी ढपक्क ढाकेको छ। सो बिउ चयन गर्दा पनि विचार पुर्याउनु पर्छ है। यसलाई हल्का हातले फुटाउनु पर्छ, धेरै मार्ने अथवा मिस्ने चाहिँ गर्नु हुँदैन है। च्याउ बनाउने पोलिथिन ब्याग चाहिँ च्याउको बिउ पाउने ठाउँमा सजिलै उपलब्ध हुन्छ। त्यसलाई बटन पार्टमा एउटा सानो धागोले बाँधेर पोलिथिनलाई उल्टो बनाउने जसले गोलो सेप आउनमा मद्दत गर्दछ र पराल भर्ने काम सुरु गर्ने। एक लेयर पराल राख्ने अनि एक मुठी जति बिउ चारैतिर राख्ने। बीचमा अलि कम राख्दा हुन्छ, छेउछेउमा अलि बढी राख्ने, धेरै छेउमा पनि नराख्ने, ठिक्कको ठाउँ छोडेर राख्ने। प्रत्येक 3-4 इन्चको लेयरमा बिउ राख्ने, फेरि पराल राख्ने र पराललाई मजाले खाद्ने। जति टाइट गरी खाद्यो त्यति राम्रो डल्लो बन्छ। यसरी 3देखि 4 तहसम्म बिउ र पराल राखिसकेपछि यसलाई बाँध्ने अनि 8-10 ठाउँमा पाल पारिदिने र 21 दिनको लागि अँध्यारो कोठामा राख्ने। यो ब्याग्सलाई कपडा वा सुतरीको बोराले छोपेर राख्यो भने ढुसी छिट्टै फैलिन्छ। 21 दिनपछि चाहिँ यो प्लास्टिकको ब्यागलाई काटेर फाल्नु पर्दछ। मैले चाहिँ कार्यव्यस्तताले गर्दा 27-28 दिनको दिन मात्र निकालेँ। सो ढुसी फैलेर पनि पाल पारेको ठाउँबाट निस्केर यसरी फल्ने तर्खरमा थियो च्याउ। अब यसलाई प्लास्टिक काटेर फालेर दिनहुँ 2-3 चोटि सिँचाइ गर्ने अनि रिजल्ट देख्न सक्नुहुन्छ तपाईहरू आफै। 3देखि 4 चोटिसम्म यो डल्लोबाट च्याउ फल्छ। जाडो मौसम, घाम लाग्ने मौसम चाहिँ च्याउ खेतीको लागि उपयुक्त मानिन्छ। घाम नलाग्ने, हुस्सु लाग्ने मौसममा चाहिँ च्याउ फल्दैन। यहाँ मैले दोस्रो लटसम्मको च्याउ फलेको भिडियो राखेको छु। अबको मौसम चाहिँ च्याउ खेतीको लागि पर्फेक्ट छ। घाम लागिराखेको छ, अहिले शीतलहर पनि चलेको छैन। ट्राई गर्नु मन छ भने गो अहेड है त। मेरो चाहिँ यो च्याउ बनाएको पहिलो अनि सफल प्रयास हो भन्न रुचाउँछु म चाहिँ कृषि प्राविधिकको छोरी अनि अहिले एभोकाडो ड्र्यागन फ्रुट खेतीको ट्रेन्ड चले जस्तै त्यो बेला च्याउ खेतीको सुरुवात भएको थियो। च्याउ खेतीको ट्रेन्ड नै चलेको थियो, म सानै थिएँ। च्याउ खेतीको ट्रेन्ड ल्याउनेमा मेरो ड्याडी नै हुनुहुन्थ्यो त्यति बेला नवलपरासीको 9-10वटा गाविसहरूमा। अनि च्याउ खेतीको ट्रेनिङ गराउनुहुन्थ्यो ड्याडीले। मलाई चाहिँ जहाँ जाँदा पनि लिएर जाने। अनि त्यो च्याउ खेतीको 100औँवटा तालिम भयो होला आई गेस। एन्ड लगभग सबै जसो ट्रेनिङमा म हुन्थेँ नै। अनि घरमा पनि च्याउ बनाउँदाखेरि हामी सबैजना इन्भल्भ भएर, सानोमा जान्न त केही जानिन्थेन, गर्न त केही गरिन्थेन, तर हामी सबै फ्यामिली नै इन्भल्भ भएर कुनै पनि जे काम गर्दा पनि कुनै पनि काम गर्दाखेरि जो सबैजना इन्भल्भ भएर गर्ने बानी थियो हाम्रो फ्यामिलीमा। सो सानोमा गरेको देखेको कुरा नबिर्सिने रहेछ, मेमोरीमा गएर बस्ने रहेछ। अनि ठुलो भएर हामी त यसरी गरिन्थ्यो नि भनेर त्यो केही कुरा ट्राई गर्दा चाहिँ सानोमा यसरी गरेको हो नि, ड्याडीले यसरी गर्नुहुन्थ्यो, मम्मीले यसरी गर्नुहुन्थ्यो भनेर
त्यो ठुलो भएपछि सेम त्यही काम गर्ने बेलामा चाहिँ त्यो मेमोरीमा बसेको कुराहरू चाहिँ जस नलेज हुँदो रहेछ बनाउँदाखेरि भन्ने अहिले फिल भइरहेछ मलाई। अनि वर्षौपछि मलाई ट्राई गर्न मन लाग्यो किनभने ड्याडी नभएपछि हामीले घरमा च्याउ कहिले उमारेनौँ। त्यो बेला च्याउको बिउ अहिलेको जस्तो एग्रोबेटमा जताततै पाउँदा पनि पाउँथेन। कृषि कार्यालयमा गएर नाम टिपाएर पहिले पैसा दिएपछि बल्ल किसानको माग बमोजिम च्याउको बिउ कृषि कार्यालयले मगाउने गर्थ्यो। गाह्रै थियो जोस् त्यति बेला च्याउको बिउ पाउनु पनि। अहिले त एकदम सजिलो छ, एग्रोबेटमा गयो च्याउको बिउ ल्यायो घरमा बनायो, मेहनत चाहिँ चाहिन्छ, त्यही हो।